व्हाट्स अप फेरि पनि स्वागत छ अर्को भिडियोमा। सो आजको भिडियोमा चाहिँ म केही इन्स्ट्रुमेन्टहरु अनबक्स गर्ने वाला छु। सो त्यही जोस हराउनु भएन केटा, जोस भन्ने कुरा हराउनु भएन है। एकछिन मुड फ्रेस हाने, त्यसपछि आफ्नै लोकल पारामा जोसमा आउनुपर्छ। टक्कलाएर पानी खाइदिउँ। लेट्स शो यु दिस इज द सेटअप। सो त्यही हो सेटअप भन्ने कुरा। मेन कुरा भनेको चाहिँ यहाँ छ, मेन खजाना। हियर इज इट। अब के निस्किन्छ यहाँदेखि। पहिला सुरुमा हामीले निकाल्नुपर्ने हुन्छ हाम्रो 1 करोडको ब्याग। दिस इज द 1 करोडको ब्याग। यसको भित्र चाहिँ के छ भनेर हामीले सो बुम लट्स अफ थिङ्सहरु छ जुन चाहिँ गोप्रोको लागि हो गाइज। दिस आइटम इज फर दिस। आई क्यान सो यु। आजको मेन टपिकमा जाम जुन चाहिँ हो यो। र यसमा चाहिँ यो चाहिँ छुट्टै किनेको, यो चाहिँ एमाको होइन। एमाको भने यो दिस इज द आई डोन्ट नो वाट इज दिस बट आई एम प्राउड दिस इज के हो। यो चाहिँ गोप्रोको लागि हो, जुन चाहिँ यो गोप्रोको लागि। यसको बाहिरको कभर मैले मगाएको छु, त्यो आउने बाँकी छ। त्यसपछि चाहिँ यसलाई टक्क लगाएर यहाँ राख्ने हुन्छ। अनि त्यहाँदेखि त्यहाँको क्लिप र त्यहाँदेखि यहाँको क्लिप हेर्नुपर्छ है त्यहाँ बिस्तारै। र यसको कुरा भयो, यो चाहिँ यहाँ टक्क लगाएर यस्तो राखिदिउँ न है। अनि यो चाहिँ रह्यो हाम्रो, जहाँसम्म लाग्छ मलाई यो चाहिँ हाम्रो हातमा लाउने के भन्छ यसलाई, ह्यान्ड ब्यान्ड समथिङ वाट एभर यु से द्याट इज राइट। यसलाई चाहिँ यस्तो तरिकाले हो कि कस्तो तरिकाले हो, यस्तो तरिकाले चाहिँ लगाउनु पर्ने हुन्छ रे। अनि हातमा लाएर चाहिँ यसरी हातमा लाउन सक्यो। यो चाहिँ जहाँ पनि लाउन सक्यो, जहाँ पनि मतलब लगाउने ठाउँमा। अनि त्यसपछि हामी टक्क लाएर यसरी गोप्रो राखेर यसलाई चाहिँ टक्क लाएर यस्तो तरिकाले राखेर हामीले चाहिँ भिडियो बनाउन सक्यौँ। सो यो पनि राम्रै लाग्यो मलाई चाहिँ। बट मलाई एउटा दुइटा कुराले चाहिँ डिसएपोइन्टेड गराएको छ, त्यो चाहिँ म अहिले लास्टमा भन्छु है त। अनि यसलाई नि यतै राखिदिउँ। अनि पिसी बिनाको किबोर्ड र माउसको कहानी पनि बिस्तारै भन्दै गरौँला। सो यो रह्यो हाम्रो हेलमेट माउन्ट। यो पनि मैले पहिले किनेको थिएँ र मलाई स्क्याम के चिजमा भयो भने चाहिँ जस्ट यो र यो चाहिँ यो नै, यो र हेड क्याप चाहिँ यसमै हुनुपर्ने हो, बट यसमा छैन। सो घाटामा पऱ्यो म चाहिँ। यसलाई चाहिँ यतै राखिदिउँ। अनि हामीसँग छ मिनी ट्राइपड। यो चाहिँ राम्रो छ हेरेर त, मिनी ट्राइपड गोप्रोको लागि। टक्क लाएर राखेर आफ्नो टक्क भिडियो बनाउन मिल्यो। अनि हामीसँग रहेको छ यो, जुन चाहिँ मलाई यसको काम थाहा भएन। यही बेलामा फेरि पछाडि आवाज आयो साइड। सो हेलो माइकबाट आवाज आयो जस्तो लाग्यो मलाई चाहिँ। होपफुल्ली राम्रो आओस्, एकचोटि रिचेक हान्छ है त। हेलो यो चाहिँ मेरो माइक, जुन चाहिँ कति पऱ्यो मलाई थाहा होइन। सो लेट्स गो। यसलाई चाहिँ यता राखिदिनु पऱ्यो, यसले चाहिँ यहाँको साउन्ड क्याप्चर गरोस्। एन्ड दिस इज फर हियर हो, तर म चाहिँ यतै राख्छु बिकज एकदम बढी साउन्ड आउँदो रहेछ योबाट चाहिँ मलाई जहाँसम्म लाग्यो। र हामी कुरा गर्दैछौँ यसको बारेमा, जुन चाहिँ यसको काम के हो मलाई पनि थाहा भएन। यदि हजुरहरूलाई थाहा छ भने कमेन्ट गरिदिनु होला। सो यसलाई पनि साइडमा राखिदिउँ टक्क लगाएर यसरी। र रह्यो हाम्रो पालो यसको। यो चाहिँ के हो खासमा भन्नु पर्दाखेरि चाहिँ धेरै नलेज त छैन। हाम्रो चाहिँ यो गोप्रोलाई चाहिँ यसरी राखेर हामीले पानीमा फाल्यौँ भने पनि यसलाई डुब्न दिँदैन। युट्युबमा अलिअलि हेरेको थिएँ कि, त्यहीबाट नलेज पाएको। सो त्यही हो यो पनि। अनि यिनीहरूको टेस्ट चाहिँ यसको माथि बाहिरको कभर आयो भने चाहिँ स्योर म टेस्टहरू गरेर हजुरहरूलाई रिभ्यू दिनेछु, के कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। त्यही हो।
र यसलाई पनि यता साइडमा राखिदिउँ। र रह्यो कुरा यिनीहरूको यो पनि के हो आई डोन्ट नो, मलाई यसको बारेमा केही थाहा छैन। जस्ट मलाई यो भ्लग गर्नु थियो, सो त्यही भएर किन यो लाइक अलि त्योवाला होला सायद, अलि हाइटीमा राख्नु पर्यो भने चाहिने सामान हो। अनि यसको पनि काम भएछ भने काम गर। र यिनीहरू दिएको छ, यसले चाहिँ स्क्रू यसलाई के भन्छ आई डोन्ट नो। अनि यो चाहिँ रह्यो समथिङ वाट थिङ, अनि यो पनि त्यस्तै हो। र मैले यो भिडियो बनाउनुको कारण भनेको मैले यो किने, त्यही हो, जस्ट किने, रङ्ग लगायो किने। अनि त्यसपछि यसको कामहरू चाहिँ टक्क लगाएर कभर आइसी हुन्छ। अनि यो चाहिँ समथिङ जहाँसम्म लाग्छ मलाई यसले चप्पाउने हो जस्तो लाग्छ मलाई चाहिँ, यत्तिकै राखेर अनि यिनीहरूको काम चाहिँ बल्ल हुन्छ जस्तो लाग्यो मलाई चाहिँ, जहाँसम्म लाग्छ यसरी टक्क लगाएर हो। यस्तो हुन त हो, तर यसलाई चप्काउने पो कहाँ भन्ने कुरा हो कि यस्तो तरिकाले। अनि मसँग यो चाहिँ 2 3 4 5 6 प्रोभाइड गरिएको रहेछ। यसको काम पनि बिस्तारै बुझौँला, यसलाई पनि साइडमा राखिदिउँ। दिस इज नट, यो भिडियो चाहिँ रिभ्यू टाइपको पनि होइन, जस्ट मलाई बनाउनु मन लाग्यो बनाइदिएँ। यदि यहाँसम्म हेरिरहनु भएको छ भने एउटा लाइक गरिदिनु न त, के छ र। अनि दिस इज माई सेटअप, जुन चाहिँ मेरो इन्स्ट्रुमेन्टहरू जस्ट लाइक कस्तो इन्स्ट्रुमेन्ट भनौँ अब, सबै यही छ। पेन भयो, मार्कर भयो, मेरो लाइट साइट, पावर ब्याङ्क, अनि सबै लगाएर यहीँ छ। र यो 1 लाखको सुटकेसलाई चाहिँ 1 करोड हो क्या नि, 1 करोडको सुटकेसलाई पनि यहाँ राखेर हामीले चाहिँ टक्क लगाएर यसलाई यस्तो तरिकाले भित्र राख्नुपर्ने हुन्छ। र अब हामी कुरा गरौँ हाम्रो किबोर्डको कुरा गर्नु पर्दा चाहिँ यो छुटेछ अनि नोटा किबोर्ड र किबोर्डको कुरा गर्नु पर्दा चाहिँ मलाई एकान्तकन फेरि गेमिङ गर्ने सोचायो। अनि त्यसको लागि मैले किनेको थिएँ यो किबोर्ड र माउस, जुन चाहिँ यो लाइट बोल्छ तर अहिले कनेक्ट छैन, सो सरी फर द्याट। र यसको क्वालिटीको कुरा गर्नु पर्दा चाहिँ जस्ट स्पोन्सर होइन है फेरि, जस्ट यत्तिकै मलाई मन नलागेको कुरा भन्नु होला। क्वालिटीको कुरा गर्नु पर्दा चाहिँ टाइपिङमा एकदम राम्रो छ, कम्फर्ट छ यो चाहिँ। अनि माउस पनि लाइक ठिक छ। अनि मैले यसलाई चाहिँ मैले तत्काल पिसी अथवा ल्यापटप केही छैन, जस्ट यसलाई चाहिँ मैले आफ्नो मोबाइलमा कनेक्ट गरेर चाहिँ चलाउने गर्छु। सो त्यही हो किबोर्डको कुरा नि भयो, माउसको कुरा नि भयो। अनि त्यसपछि म चाहिँ आइदिएको टक्क लगाएर मुड फ्रेस हान्न। अनि सनसेटको भ्यू चाहिँ एकदम राम्रो आइरहेको छ। मेरो गाउँ चाहिँ एक दिन देखाउँला हजुरहरूलाई, अवश्य नै देखाउने छु। र खेत चाहिँ यो एकदम मस्तको छ, जुन चाहिँ उपारी हुँ अलि यता साइड पनि छ, त्यहाँदेखि सर तलसम्म छ। र म चाहिँ यहाँ आउनुको एउटा कारण भनेको चाहिँ ऊ त्यो मान्छे हो, ऊ त्यो, बिकज हि इज माई सेकेन्ड सपोर्टिभ, खासमा भन्नुपर्दा अङ्कल, बट एज अ फ्रेन्ड, फ्यामिली फर्स्ट सपोर्टिभ फ्यामिली, त्यसपछि चाहिँ ऊ, अनि ऊ पनि फ्यामिली नै हो हुन त, उहाँ पनि फ्यामिली नै हो हुन त, बट फ्यामिली जतिको सपोर्टिभ कोही हुँदैन। अनि त्यस सेकेन्ड सपोर्टिभ चाहिँ ऊ हाम्रो सपोर्टिभ, एकदमै मेहनती, लगनशील एउटा मलाई आन्टी चाहियो, कोही हुनुहुन्छ भने सम्पर्क गर्नु होला। सो त्यही हो। अनि एकछिन एउटा 2 सिनेमेटिक सर्ट्सहरू लिउँछु, त्यसपछि भिडियोलाई इन्ड गरिदिन्छु है त।